हेलो 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 हामी वेलकम गर्न चाहन्छौँ तपाईहरुलाई सानो मिनी भ्लगमा। यता भान्जी दिउँसो 5 जति खाल रोटी अहिले चाहिँ मामाले किनिदिएर खाएको भन्छ फेरि मेरो भान्जीले। यता मेरो डन पानी ल्याओ खुसीले गदगद रेड म्याजिक। हेलो 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 वेलकम गर्न चाहन्छु म मेरो च्यानलमा सम्पूर्ण मित्रहरूलाई। आज पनि आएको छु म सानो एउटा भिडियो लिएर तपाईहरुको माझ। आजको भिडियो चाहिँ विशेष गरी एउटा मोबाइल हामीले किनेको थियौँ। त्यो मोबाइलको नाम छ रेड म्याजिक 11 प्रो। यसको चाहिँ थोरै रिभ्यू गर्ने हाम्रो इच्छा थियो, तर पनि केटाहरूले पहिल्यै चलाइसकेको छ, त्यही पनि हामी हेर्नेछौँ है त। यो मोबाइलको सम्पूर्ण जानकारी तपाईहरुलाई गराउँछौँ ल है त। भिडियो बनाउनको लागि ट्राइपोड चेक गरेको, ट्राइपोडै बिग्रिसकेको रहेछ हाम्रो। ठिकै छ, अब हामी ट्राइपोड विथआउट ट्राइपोड बनाउँदैछौँ भिडियो। हाम्रो कालीले समाउँछ ल। हामी चाहिँ 11 प्रो रेड म्याजिक 11 प्रो अहिलेको लेटेस्ट मोडल गेमिङ, एकदमै स्ट्रङ गेमिङको लागि यो मोबाइल चाहिँ हामी अनबक्सिङ भन्दा पनि तपाईहरुलाई रिभ्यू गर्नु खोजिरहेको छु। किनभने अनबक्सिङ हिजो नै गरिसकेको छ। हिजो नै अनबक्सिङ गरेर पनि गेम बट्टाबाट हामी हान्दैछौँ। अझै थोरै तपाईहरुलाई देखाउनको लागि हामी भ्युज बनाइरहेका छौँ। यसमा चाहिँ के आउँदो रहेछ त भन्दाखेरि यो इनर्जी सायद यसमा क्युआर गयो भने चाहिँ यो सम्बन्धी जानकारी गराउने होला यसले। अनि अर्को के रहेछ भन्दाखेरि एउटा रहेछ कभर चाहिँ हाल्न भ्यारिन्छ। अनि त्यसपछि गएर युजर म्यानुअल रेड म्याजिकै 11 प्रो लेखेको छ। अनि यसमा अरू के सिम रिजेक्टर अब आयो मोबाइल आयो ल ट्याङ मोबाइल यो। यसको चाहिँ सबभन्दा राम्रो चाहिँ के छ भन्दाखेरि गेम खेल्दाखेरि यो कुलिङ मजाले चलिदिने हैन, अनि फाइनहरू घुम्दिने यसको जो राम्रो छ फिचर्स। अहिले त चलिसकेको छ हामीले हैन, अब सबै सेटिङ भइसकेको छ। अब मोबाइलको लुक्स यो नै हो। अहिले म्याक्सिमम मोबाइलहरुमा चाहिँ इयरफोन ज्याकहरु हुँदैन, तर यसमा चाहिँ इयरफोन ज्याक पनि राखेको छ। अनि यो विन्डो भइहाल्यो, यताबाट आवाज छिर्छ, यताबाट निस्किने हैन। सिपियु धेरै तातेको बेलामा, मोबाइल धेरै तातेको बेलामा अनि लिक्विड भइहाल्यो। थोरै जानकारी यहाँ पनि छ मोबाइल सम्बन्धी। मोबाइल यो अरू के छ यसमा भन्दाखेरि हैन, अब यसको लागि एकदम ओरिजिनल यो चार्जर रेड म्याजिकको तर्फबाट आएको छ। कति वाट भन्दाखेरि 90 हो, 80 वाट नै हो। 80 वाटको एडाप्टर छ एउटा। अनि यसैको लागि एकदम राम्रो कम्पनीकै जेनुन डाटा केबल तपाईले देखाउनु। यो हो मोबाइलको मेन एसेसरिज। अब यो रहेको छैन यहाँ। अर्को छ हेर्नु साथीहरु, यस्तो बवाल चिज दिएको छ यसमा चाहिँ। अब के भन्नु यसलाई, खास गरी हामी चाहिँ पहिला गेम खेल्नको लागि ट्रिगर भन्थ्यौँ है। यो ग्याजेटको मात्र 20,000 भन्दै थियो मलाई चाहिँ। अब यसको के छ हेर्नु। ओहो जोयस्टिक, यसलाई जोयस्टिक भन्थ्यौँ पहिला, जोयस्टिक भन्थ्यो। अनि यसमा चाहिँ पहिला जोयस्टिकमा चाहिँ तार हुन्थ्यो है, तर यसमा चाहिँ विथआउट तार रहेछ। यसमा इयरफोन ज्याक के टाइप सी कनेक्सन गर्ने अनि मजाले गेम खेल्ने। सायद यसरी हाल्ने होला। ओहो छुट्टै ल देखिहाल्नु साथीहरु। गेम खेल्नको लागि चाहिँ सेटिङ धेरै गर्नुपर्छ है।
अब छुँदैन छुट्टै भाइब दिइरहेको छ यसले गेमिङको लागि। यसै भएको गेम हो यो। हेर्नुहोस् साथीहरू सबैले सेटिङ गर्नु के हो यो सेटिङहरू धेरै छन् हामीले अब सबै तपाईँले देखाउनु सक्दैनौँ अहिले देख्नु पनि भ्याउँदैन होइन ल्याउनु तपाईँहरूले पनि किन्नुभयो भने अथवा चाहिँ किनेर ट्राई गर्नु सक्नुहुन्छ है त। अहिले बन्द गरौँ ल हेर्नुहोस् यो मोबाइलमा क्यामेरा देखिँदैन हेर्नु त यो पछाडि चाहिँ क्यामेरा अब यसरी प्यारललमा राखेको छ होइन क्वाड क्यामेरा अनि एउटा चाहिँ तपाईँको यो चाहिँ यसको विन्डो फ्यान हो है ग्लास ट्रिपल क्यामेरा रहेछ क्वाड क्यामेरा त होइन यार ट्रिपल क्यामेरा रहेछ अनि यो पछाडि चाहिँ क्यामेरा देखिँदैन होइन तर हामीले जब क्यामेरा अन गर्छौँ नि सर्लक्क लाएर फ्रन्ट क्यामेरा पनि हेर्नुहोस् त मजाले देखाउँछ। यसको अर्थ के रहेछ भन्दाखेरि यसमा चाहिँ अन्डर क्यामेरा रहेछ क्या फिङ्गर पनि अन्डर फिङ्गर होइन क्यामेरा पनि डिस्प्ले अन्डर चाहिँ तपाईँको क्यामेरा रहेछ। अनि त्यसपछि गएर खास गरी यो मोबाइल चाहिँ विशेष गरी गेमिङ मोबाइल भएको कारणले क्यामेराको फिचर्समा त्यस्तो धेरै अपडेट चाहिँ गरेको छैन कम्पनीले होइन। मेन कुरो त अब यो खास गेमिङ हो नि त गेमिङ भएको कारणले होला अपडेट क्यामेरा खासै त्यस्तो छैन है तर लुक्स एकदमै राम्रो छ होइन मोबाइल हिटिङ पनि हुँदैन लिक्विड छ लिक्विडले गर्दाखेरि मोबाइल हिट हुन्छ तै पनि हिट तुरुन्तै फेरि कन्ट्रोल गरिहाल्छ क्या यस्तो दामी मोबाइल छ। मोबाइल एकदमै राम्रो भएको कारणले हामीले खास किनेको भाइले गेमिङ मोबाइल चाहियो भन्ने खालको कुरा गरे हुनाले अनि यो गेम एकदम मजाले खेल्छौँ हामी पब्जी फ्री फायर खेल्छ भाइले त्यो कारणले अनि किनेको थियौँ मोबाइल एकदम राम्रो लाग्यो। अब नेक्स्ट प्रोजेक्टमा चाहिँ हामीले फेरि अर्को किन्ने प्लान गरिरहेको छौँ त्यो बेला चाहिँ तपाईँहरूलाई फुल सिल प्याक होइन जसरी किन्यौँ त्यसरी नै सिल प्याक गरेर देखाउनेछौँ। अहिलेलाई चाहिँ हामीले सानो भिडियो क्लिप तपाईँहरूको माझ राखेको यसको बारेमा तपाईँहरू नि किन्नु मन छ यसको बारेमा जिज्ञासा छ भने भिडियोमा तपाईँले देख्न सक्नुहुन्छ होइन। अझै विशेष यसको सबै कुरा जानकारी लिनु छ भने यो मोबाइल किनेर नै लिनु सक्नुहुन्छ एकदमै राम्रो फिचर्स रहेको छ। मेजर अपडेट केही नभए पनि 5 वर्ष अथवा 6 वर्षसम्मको मेजर अपडेट छ यसको एन्ड्रोइड भर्जन अपडेटहरू होइन। अब त्यो कम्पनीले दिएको कुराहरू आइहाल्छ हामीले जो 6-7 वर्षसम्म मोबाइल किन्नै पर्दैन यो एकचोटि किनिसकेपछि 6-7 वर्षसम्म नयाँ नयाँ मोबाइलमा आउने फिचर्सहरू यो मोबाइलमा कन्टिन्यू आइरहन्छ भनेर भनेको छ कम्पनीले। अब हामी हेर्दै जाउँ यति भन्दै आजलाई यो भिडियो नि समाप्त भयो साथीहरू गुड बाई।